हेलो एभ्रिवान, वेलकम टु माई भ्लग्स एन्ड नमस्ते सबैजनालाई। धेरै लामो समयपछि चाहिँ मेरो भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज चाहिँ म चट्टपारामा म बस्ने ठाउँको गाउँको म चाहिँ कोरियामा बस्ने गाउँको चाहिँ थोरै दृश्यहरू देखाउन गइरहेको छु हैन। मलाई चाहिँ छोटो समय मिल्यो भने पनि थोरै भ्लग बनाउनमा चाहिँ समय बिताउने गर्दछु। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला। ल, लेट्स स्टार्ट माई भ्लग्स, इन्जोय इट। कोरियामा मुख्यतया कृषि क्षेत्रमा धान चाहिँ प्रमुख खाद्यान्न बाली हो। मुख्य गरी धान चाहिँ कोरियाको छल्लादो प्रान्तमा चाहिँ धेरै खेती गरिन्छ। कोरियामा कृषि गर्ने बेलामा आधुनिक प्रविधिको प्रयोग गरिन्छ, जस्तै कि ट्र्याक्टर, रोपाइ गर्ने मेसिन भयो। मल छर्ने बेलामा ड्रोनको प्रयोग गरिन्छ र हार्भेस्ट गर्ने बेला कम्बाइन हार्भेस्टरको प्रयोग गरिन्छ। यहाँको सिँचाइ प्रणाली पनि ज्यादै राम्रो छ। यहाँको प्राय रोपाइ गर्ने समय चाहिँ मेदेखि जुन महिनाभित्र चाहिँ धान रोपिन्छ। अहिले चाहिँ जुलाई हो, त्यसैले धान चाहिँ हरियो भइसकेको छ र यसको कटानी चाहिँ सेप्टेम्बरदेखि अक्टोबरको बिचमा चाहिँ गरिन्छ। कोरियामा चाहिँ आधुनिक प्रविधिको प्रयोगका कारण चाहिँ प्रति हेक्टर धेरै धान उत्पादन हुन्छ। कोरियामा चाहिँ सरकारले किसानलाई अनुदान, तालिम र कृषि उपकरणहरू पनि सहायता प्रदान गर्दछ। कोरियामा यसरी धानको चाहिँ धेरै उत्पादन गर्नु मुख्य कारण चाहिँ चामल चाहिँ कोरियाली खानाको मुख्य भाग हो र धेरै परिकारहरू पनि चामलबाट नै उत्पादन गरिन्छ, जस्तै कि तपाईँले यहाँ चित्रमा हेर्न सक्नुहुन्छ। तुमन हो आथा उठी जोबन को माया पिरती अयो माया पिरती लौकी न लम तुमन हो आथा उठी जोबन को ऐठन को मलाई माया पिरती अयो माया पिरती। माया जाला भन पी हाको माया हुन रहेछ थिर फेरि लाको माया जाला भन